नमस्कार साथीहरू, स्वागत छ फेरि मेरो नयाँ भ्लगमा। आज हामी काठमाडौँ नजिकै रहेको सुन्दर ठाउँ सुन्दरीजल घुम्न जाँदैछौँ। यदि तपाईँहरूले अहिलेसम्म यो ठाउँ घुम्नु भएको छैन भने घुम्न जान सक्नुहुन्छ। एकदमै राम्रो ठाउँ छ। आजको भिडियो अन्तिमसम्म हेर्नुहोस् र किनभने हामी यहाँको सुन्दर दृश्य, रमाइलो यात्रा र केही यादगार क्षणहरू तपाईँहरूसँग सेयर गर्नेछौँ। अब हामी आजको यात्रा सुरु गरौँ। हरियाली र पहाडका दृश्यहरू साँच्चै नै मन लोभ्याउने छन्। साथीहरू क्यामेरा देख्न साथ होसिन्छन्। यात्रासँगैको थकान साथसाथै सुन्दर पहाडका दृश्यहरू, क्यामेरा म चलाउँछु भन्दै खोसाखोस गर्ने साथीहरू। बाटो एकदमै गाह्रो छ होइन, एकदमै चिप्लो उकालो चट्टान यस्तै खाले बाटो छ, एकदमै गाह्रो। तर पनि सहरको भिडभाडबाट टाढा आएपछि मन एकदमै शान्त भएको महसुस भएको छ। यात्राको सबैभन्दा रमाइलो कुरा भनेकै साथीहरूसँग हाँसो रमाइलो गफगाफ नयाँ ठाउँको अनुभव हो। यहाँको वातावरण हेर्नुहोस् त, चारैतिर हरियाली, चिसो हावा र बगिरहेको सफा पानी। नाम जस्तै ठाउँ पनि साँच्चै सुन्दर रहेछ। पहिलो नजरमै यो ठाउँले मन जितिसकेको छ। यहाँ आएर केही समय बिताउँदा सबै तनाव हराएर जाने जस्तो लाग्छ। ल साथीहरू, सुन्दर हिमालको दृश्य तपाईँ देख्न सक्नुहुन्छ। आज बादल लागेको कारणले चाहिँ खासै हिमाल देखिरहेको छैन, अनि हरियाली पहाड र हामी पनि अगाडि ल साथीहरू, हामीले लगभग बाटो कम्प्लिट गरिसक्यौँ। अनि यहाँदेखि अझै लाग्छ हामीलाई 3-4 घन्टा जति अझ हामीले माथि उकालो उक्लिनु पर्ने हुन्छ। अनि बाटो नि त्यस्तै छ गाइस। अनि के गर्ने, हामी अगाडि बढिरहेको छौँ। हाम्रो साथीहरू पनि अगाडि बढिरहेको छन्। सो आजको भिडियो एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। तपाईँले लास्टसम्म हेरेर आफ्नो अहिले चाहिँ हामी लगभग पुग्न आँट्यौँ। अनि आधी बाटोमै सबै साथीहरू एकदमै थकित भइसकेका छन् र तैपनि सुन्दरताले र त्यहाँको सुन्दरताले हामीलाई थाकेको महसुस गराएको छैन। अनि सबै साथीहरू एक आपसमा चक्लेट बाँड्दै चक्लेट खाँदै हामी अगाडि बढ्यौँ। मेरो भागमा चाहिँ 2टा मात्र चक्लेट पऱ्यो, किन त्यस्तो खासै भन्न सकिएन। अनि यस्तै छ, भ्यू चाहिँ राम्रै छ। हामी नन स्टप अगाडि बढिरहेका छौँ। हामी यता साथीले चक्लेट नि अफर गर्यो, तर म खासै गुलियो नखाएको कारणले चाहिँ मैले चक्लेट खाएन। सो हामी नन स्टप चाहिँ अगाडि बढिरहेकै छौँ। गन्तव्यमा अहिलेसम्म पुगेको छैनौँ, त्यसैले हामी अगाडि बढिरहेका छौँ घना जङ्गलमा। अनि यो तपाईँले देख्न सक्नुहुन्छ एउटा सानो झरना छ। मूलबाटै झरेको पानी पनि हामीले पिएर अगाडि बढ्यौँ। अनि बिस्तारै हामी सबै साथीहरू मिठा कुराहरू गर्दै आफ्नो पुरानो कुराहरू एकअर्कासँग साँडफेर गर्दै हामी यात्रालाई अगाडि बढायौँ। She moves like a map with no borders, a whisper caught in the wind.
I see her boots at the corner cafe with a notebook and a grin. फोटो की भिडियो My chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. ल ठ्याक्कै अहिले हामी सुन्दरी जल आइपुगेको छौँ। ल एकैछिन गाइज यताको सुन्दर दृश्य इन्जोय गर्नुहोस्, फेरि हामी एकछिनमा भेट्नेछौँ। She hums a tune I've never heard in languages I can't speak. She writes down cities on her wrist and dreams she'll never keep. I sip my coffee, miss my cue, still anchored by my fear. But time rolls on like open roads, and soon she won't be here. Oh, traveler, you carry the sun in your stride. सो गाइज यता हामीले यो स्याउले हाल्नुपर्ने हुन्छ, अनि यहाँ चाहिँ हामीले स्याउला टिपेर यो पातहरू टिपेर राख्यौँ भने हाम्रो मनोकामनाहरू पुरा हुने भन्ने पहिल्यैदेखि नै चलन चल्तीहरू चलेर आइरहेको छ। सो अहिले चाहिँ हामी सुन्दरी जलतर्फको बाटोमा अगाडि बढिरहेछौँ। खासमा पुगिसक्यौँ, तर हामीले मेन हाम्रो डेस्टिनेसनमा चाहिँ हामी अहिलेसम्म पुगेको छैनौँ। Leaving behind what I hold inside. If I don't ask your name today, I may never get the chance to walk beside your wandering dance. Maybe next year in Madrid, or on some quiet mountain ridge, I'll see you turn and I'll be brave. But what if courage comes too late? Oh, traveler, and I just stood afraid of fate. If I don't take that step today, you'll vanish with the train, and I'll never see your smile again. टिकटक बनाउने लेडिज ब्याग चिट्ठी राम्रो कसैले बनाउनु सक्छ? टिकटक बनाउने लेडिज ब्याग चिट्ठी राम्रो कसैले बनाउनु सक्छ?
अहिले हामी केही फोटो र भिडियो खिच्दैछौँ। तपाईँहरूलाई कुन कुन दृश्य सबैभन्दा राम्रो लाग्यो कमेन्ट गरेर भन्न नबिर्सिनुहोला। अनि आजको यो हामी आइरहेको सुन्दर सुन्दर दृश्य चाहिँ सुन्दरी जलमा रहेको एकदमै सुन्दर भरिपूर्णताले भरिएको ठाउँ हो। अनि घुम्न आउँदा सानो सानो रमाइलोको क्षणहरू नै यात्रा अझै विशेष बनाउने गर्छ। आज पनि हामीले एकदमै मिठो मिठो मेमोरिजहरू क्रिएट गरेका छौँ। घर आउँदा गाउँदै हामीलाई धेरै राति नै परिसकेको कारणले आजको दिन साँच्चै नै अविस्मरणीय रह्यो। सुन्दरी जलको प्राकृतिक सौन्दर्य, शान्त वातावरण, रमाइलो यात्राले मन जित्यो। यदि तपाईँहरू काठमाडौँ वरिपरि एक दिनको घुमफिर योजना बनाउँदै हुनुहुन्छ भने सुन्दरी जल अवश्य आउनुहोला। अब आजको ब्लग यहीँ समाप्त गर्छौँ। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। तपाईँको माया र साथले नै हामीलाई अझै राम्रो भिडियो बनाउने प्रेरणा दिन्छ। फेरि अर्को नयाँ ठाउँ, नयाँ ब्लग लिएर छिट्टै नै आउनेछु। हस्त, धन्यवाद। टेक केयर, स्टे सेफ एन्ड किप स्माइलिङ। धन्यवाद।